आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई। यो शब्द त आजभोलि जतासुकै सुनिन्छ होइन त? तर यो खासमा के हो अनि हाम्रो जीवनमा यसको मतलब के हो? लाउनुहोस् आज यसको पर्दा पछाडि गएर सबै कुरालाई एकदमै सरल भाषामा बुझाउँ। कहिल्यै सोच्नु भएको छ सोशल मिडियाको फिडले तपाईँलाई के देखाउने भनेर ठ्याक्कै कसरी थाहा पाउँछ? वा कुनै स्ट्रिमिङ सर्भिसले तपाईँलाई मन पर्न सक्ने फिल्म नै कसरी रेकमेन्ड गर्छ? हो, त्यसको जवाफ हो एआई। यो सबै पछाडि एआईको हात छ। यो कुनै जादु होइन, बरु एउटा एकदमै पावरफुल टेक्नोलोजी हो। ल अब यसले कसरी काम गर्छ र यसको रहस्य के हो, अलिक गहिरिएर हेरौँ न। ल अब सबैभन्दा पहिले एकदमै बेसिक कुराबाट सुरु गरौँ। आखिर आर्टिफिशियल इन्टेलिजेन्स हो के? यो साइन्स फिक्सन फिल्महरूमा देखाइने कुरा मात्रै होइन, यो त हाम्रो स्मार्टफोनभित्रै छ। एकदमै सजिलो भाषामा भन्नुपर्दा एआई भनेको एउटा यस्तो प्रविधि हो जसले मसिनहरूलाई मान्छेले जस्तै सिक्न, सोच्न र निर्णय लिन सिकाउँछ। यसले ठूलो डेटाभित्र लुकेर बसेका प्याटर्नहरूलाई चिन्छ र त्यसैको आधारमा काम गर्छ। अब हेर्नुस्, एआईलाई मोटामोटी दुई प्रकारमा बाँड्न सकिन्छ। एउटा हुन्छ कमजोर एआई, जुन हामी आजभोलि प्रयोग गर्छौं। यो कुनै एउटा काममा एक्सपर्ट हुन्छ, जस्तै हाम्रो फोनको भोइस एसिस्टेन्ट। अर्को हुन्छ शक्तिशाली एआई, जुन चाहिँ फिल्महरूमा देखाए जस्तै हो, जसमा मान्छेको जस्तै सोच्ने र महसुस गर्ने क्षमता हुन्छ। तर यो अहिलेसम्म रियालिटी बनेको छैन। यो कुरा चाहिँ एकदमै क्लियर हुनुपर्छ है। हामीले डेली लाइफमा प्रयोग गर्ने हरेक एआई कमजोर एआई हो। यसको आफ्नै भावना वा चेतना हुँदैन। यो केवल एउटा कामलाई छिटो र राम्रोसँग गर्न बनाइएको एउटा पावरफुल टुल मात्र हो। ल, एआई के हो भन्ने त थाहा भयो, तर अब आउँछ सबैभन्दा इन्ट्रेस्टिङ क्वेसन। यसले सिक्छ चाहिँ कसरी? यसको रियल म्याजिक नै यसको सिक्ने प्रक्रियामा छ, जुन प्याटर्न र फिडब्याकमा आधारित हुन्छ। हेर्नुस्, एउटा नर्मल कम्प्युटर प्रोग्राम र एआईमा आकाश जमिनको फरक छ। नर्मल प्रोग्रामले हामीले जे भन्यो त्यही मात्र गर्छ, तर एआईले चाहिँ डेटाबाट आफै नयाँ कुराहरू सिक्दै जान्छ र आफूलाई इम्प्रुभ गर्दै लान्छ। यसलाई एउटा सजिलो उदाहरणले बुझौँ है त। मानौ हामीले एआईलाई चरा चिन्न सिकाउनु छ। स्टेप 1, हामी त्यसलाई लाखौं चराका फोटोहरू देखाउँछौँ। स्टेप 2, त्यसले आफै ती फोटोहरूमा कमन के छ भनेर प्याटर्न खोज्छ, जस्तै चुच्चो, पखेटा। स्टेप 3, अब नयाँ फोटो देखाउँदा त्यसले गेस गर्छ। र स्टेप 4, यदि त्यसको गेस गलत भयो भने हामी त्यसलाई सच्याउँछौँ र एआईले त्यही गल्तीबाट सिकेर आफूलाई अझै स्मार्ट बनाउँछ। हो, यही लगातार सिक्ने प्रक्रिया नै एआईको सिक्रेट सस हो भनौँ न। र यही कारणले एआईलाई ट्रेन गर्न दुई कुरा चाहिन्छ। एक, एकदमै धेरै डेटा, र दुई, त्यो डेटालाई प्रोसेस गर्न सक्ने पावरफुल कम्प्युटरहरू। पछिल्लो समय एआई यति छिटो विकास हुनुको कारण पनि यही हो। ल अब अलिकति टेक्निकल कुराहरूलाई छोडेर हाम्रो डेली लाइफमा एआई कहाँ छ त त्यो हेरौँ। यो हामीले सोचेभन्दा धेरै ठाउँमा छ। तपाईलाई थाहा छ, हामीले थाहै नपाई एआई हाम्रो जीवनको हरेक कुनामा पसिसकेको छ। मिटिङको समरी निकाल्नदेखि लिएर भाषा ट्रान्सलेट गर्न, नयाँ फिल्म वा गीत रेकमेन्ड गर्नसम्म एआईले हाम्रो कामलाई सजिलो र जीवनलाई अझ रमाइलो बनाइरहेको छ। अब एआई टुलहरू पनि थरीथरीका हुन्छन्। केही ChatGPT जस्ता छुट्टै एपहरू हुन्छन्, केही गुगल डक्स वा इमेलमा इनबिल्ट हुन्छन्, अनि केही सिरी जस्ता भोइस एसिस्टेन्टको रूपमा काम गर्छन्। यी सबैको गोल भनेको हाम्रो कामलाई सजिलो बनाउनु हो। अब कुनै पनि पावरफुल टुल जस्तै एआईको पनि सही र गलत प्रयोग हुन सक्छ, र यसको बारेमा केही कमन भ्रमहरू पनि छन् जसलाई फ्याक्टले क्लियर पार्नु जरुरी छ, ताकि हामी यसलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न सकौं। जस्तै सबैभन्दा ठूलो मिथ के छ भने एआईले मान्छेले जस्तै सोच्छ त्यसको भावना हुन्छ, तर फ्याक्ट के हो भने यसले म्याथको प्रयोग गरेर प्याटर्न म्याच गर्ने हो, यसमा कुनै भावना हुँदैन। अर्को मिथ, एआई सधैँ सही हुन्छ। होइन, कहिलेकाहीँ यसले हालुसिनेट गरेर गलत जानकारी पनि दिन सक्छ। र सबैभन्दा महत्त्वपूर्ण, एआई निष्पक्ष हुन्छ भन्ने सोच पनि गलत हो। यसले त्यही सिक्छ जुन डेटा हामी यसलाई दिन्छौं। यसको एउटा रियल लाइफ एक्जाम्पल सुनौ न, जसले यो कुरालाई अझै क्लियर पार्छ। एउटा कम्पनीले जबका लागि मान्छे छान्न एआई टुल प्रयोग गर्यो, तर एआईले पुरुष क्यान्डिडेटहरूलाई मात्र छान्न थाल्यो। किन? किनभने त्यसलाई ट्रेन गरिएको पुरानो डेटामा कम्पनीले नै पुरुषहरूलाई बढी प्राथमिकता दिएको थियो। एआईले त्यही मानवीय बायस सिक्यो।
त्यसो भए हामीले एआईलाई कसरी स्मार्ट तरिकाले र जिम्मेवारीपूर्वक प्रयोग गर्ने त? यहाँ केही टिप्स छन्। यसले दिएको कुनै पनि इम्पोर्टेन्ट इन्फर्मेसनलाई सधैँ डबल चेक गर्ने, आफ्नो पर्सनल डेटा शेयर नगर्ने, अनि यसलाई आफ्नो क्रिएटिभिटी बढाउन प्रयोग गर्ने, रिप्लेस गर्न होइन। यो हाम्रो सहयोगी हो, मालिक होइन। ल, यदि सबै कुरा बुझेपछि अब ए फाइनल क्वेसन, एआईको फ्युचर कस्तो होला त? रमाइलो कुरा के छ भने यसको भविष्य प्रविधिमा भन्दा बढी हाम्रो हातमा छ। धेरैलाई डर के लाग्छ भने साइन्स फिक्सन मुभीमा देखाए जस्तो रोबोटहरूले संसार कब्जा गर्लान् कि? तर रियल चिन्ता त्यो होइन। रियल चिन्ता त यो हो कि हामी मानिसहरूले यो पावरफुल टुललाई राम्रो कामको लागि प्रयोग गर्छौं वा नराम्रो। आखिरमा एआई आफैमा न राम्रो हो न नराम्रो। यो एउटा औजार हो। छुरीले स्याउ पनि काट्न सकिन्छ र त्यसले हानि पनि पुर्याउन सक्छ। त्यो छुरी चलाउने मान्छेमा भर पर्छ। एआईको कथा पनि त्यस्तै हो। एआई अब हाम्रो संसारको एउटा हिस्सा बनिसक्यो। यो रियालिटी हो। अब प्रश्न यो हो, हामीले यानि कि हामी सबैले मिलेर यसको भविष्यलाई कस्तो आकार दिने? यो एउटा यस्तो प्रश्न हो जसको जवाफ हामी सबैले मिलेर खोज्नुपर्छ।